छोरी पनि आइपुग्यो म त निस्किनु लागेको छ नि अहिले अनि खाजा खाएर जानुभयो हुन्थ्यो नि त बुवा मैले अघि नै खाजा बनाएर खाँदैसकेँ तिमी बिना कारण चिन्ता लिन्छौ राम्रोसँग बस है छोरी सासूको कुरामा नरिसाउनु झर्को खर्को नगर्नु तिमी अलि आलो खाँचै छेउ कि राम्रोसँग चाहिँ बुद्धि पुर्याएर काम गर है छोरी यो राख पर्दैन बुवा होइन राख नि पर्दैन खुरुक्क लिन अब बुवाले माया गरिदिएपछि लि राख म अहिले लागेँ हस् हजुर यसो बेला बेलामा आउँदै गर्नु होला आइहाल्छु नि नआएर कहाँ जानु छोरी राम्रोसँग बस है म अहिले गएँ ओइ यो पैसा लि मैले जापाती राख्छिस् खर्च लागे म घर चलाउँछु जा भित्र जा के उभिरा के गर्ने कि तिमीले बुहारीलाई उसको बाउले दिए पैसा अनि के मैले कागजको भनेको छु त कति नै दिएछन् भनेर हेरेको जब 2,000 दिएछन् लोभी चाहिँ एक नम्बरका लोभी हुन् त्यसका खलक हेर यति साह्रो कठोर पनि नबन तिमी कुनै दिन ढुङ्गा फुटे जस्तो फुट्नु पर्ला र बढ्दा बोल्दा रहेछन् के ठिङ्गो उभिएर बसिरा जा भित्र तेरो बाउले खाएको भाँडा त्यत्तिकै छ